कक्षा कोठामा सबैलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामीले कसरी हामीले ट्रिग्नोमेट्रिक भ्यालुजहरूलाई सजिलो तरिकाले मेमोराइज गर्न सकिन्छ त, जान्न सकिन्छ त भन्ने कुरा सिकाउन जाँदै छु। अब यो ट्रिग्नोमेट्रिक भ्यालुजहरू पत्ता लगाउनको लागि सुरुमा हामीले साइनको भ्यालु मात्र पत्ता लगाउँदा हुन्छ। यदि साइन हामीले पत्ता लगाउन सक्यौं भने cos, tan, cosec, sec, cot भनेको हामीले सजिलै तरिकाले निकाल्न सक्छौं। साइनको पत्ता लगाउने पनि सजिलो तरिका छ। साइनको भ्यालुजहरू पत्ता लगाउनको लागि साइन 0 मा 0, 30 मा 1, 2, 3, 4 लेख्दिने पहिला है। अनि त्यसपछि हामीले के गर्ने त भन्दा सबै भ्यालुजहरूको माथिबाट रुट अन्डर राखेर 2 ले डिभाइड गरिदिने, 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 यहाँ पनि रुट अन्डर राखेर 2 ले डिभाइड गरिदिने है त। अब हामीले निकालौं भ्यालु रुट अन्डर 0 भनेको 0 नै हुन्छ है, 0/2 भनेको 0 भयो। अनि रुट अन्डर 1 भनेको 1 नै हुन्छ, 1/2। अब यो रुट अन्डर 2/2 भनेको कति त भन्दा जस्तै रुट अन्डर 2/2 भनेको हामीले यस्तो गर्न पायौं, रुट अन्डर 2 को रुट अन्डर 2 भनेको कस्तो हो त भन्दाखेरि रुट अन्डर 2 इन्टु रुट अन्डर 2 लेख्न पाउँछौं नि हामीले हो। 2 भनेको जस्तै रुट अन्डर 2 इन्टु रुट अन्डर 2 गर्यौं भने रुट अन्डर 2 को स्क्वायर हुन्छ, ए स्क्वायरले रुटलाई काट्छ 2 हुन्छ भने हामीले 2 लाई रुट अन्डर 2 इन्टु रुट अन्डर 2 लेख्न पाउँछौं। भने कति हुने भयो, यो रुट 2 र रुट 2 कट्यो भने 1/√2 बच्छ भनेको यो भयो 1/√2। र लास्टमा 60 डिग्रीको भ्यालु रुट अन्डर 3 हामी यो निक्लिन रुट अन्डर 3/2 नै हुन्छ। र 90 डिग्रीको रुट अन्डर 4 भनेको 2/2 मा छ 2 र 2 कटेर कति भयो 1 भयो भने यसको भ्यालु हामीले 1 लेख्न पाउँछौं। अब हामीसँग भ्यालु भयो साइन 0 को भ्यालु 0, 30 को भ्यालु 1/2, 45 को भ्यालु 1/√2, 60 को भ्यालु रुट 3/2, 90 को भ्यालु 1। अब cos को पत्ता लगाउनको लागि केही नगर्ने, यिनीहरूलाई जस्ट अपोजिट डाइरेक्सनमा लेखिदिने। 91 छ 1, यहाँ रुट 3/2 छ, यहाँ रुट 3/2 हो। 45 छ 1/2, यहाँ पनि 1/2। 60 को यो 1/2 छ, यहाँ 1/2, अनि यहाँ 0 छ, यहाँ 0 भयो। अब tan को भ्यालु पत्ता लगाउनको लागि यो पनि सजिलो छ। tan भनेको हामीलाई थाहा छ, tan भनेको त sin/cos हो। यदि हामीले साइनलाई cos ले डिभाइड गर्यौं भने tan को भ्यालु आउँछ। ल हेर, 0 लाई 1 ले डिभाइड गर्यौं 0, 1/2 लाई रुट 3/2 ले डिभाइड गर्यौं, 1/2 लाई रुट 3/2 ले डिभाइड गर्यौं भने कति हुन्छ 1/2। यो डिभाइड भएपछि त मल्टिप्लाई 2/√3 रेसिप्रोकल हुन्छ नि 2 र 2 कट्यो भने कति बच्छ 1/√3 बच्छ भने tan 30 डिग्री भनेको 1/√3। 45 को भ्यालु 1/√2 छ, यहाँ पनि 1/√2 छ भने 1/√2 र 1/√2 घटेर बच्छ कति 1। अब tan 60 को भ्यालु निकाल्नलाई रुट 3/2 ले हो, रुट 3/2 लाई 1/2 ले डिभाइड गर्यो भने 2 माथि जाँदाखेरि यो 2 र 2 काटिन्छ, बच्छ कति त रुट अन्डर 3 डिभाइड गरौँ है त। हेर्नु त रुट अन्डर 3/2 लाई कतिले डिभाइड गर्ने 1/2 ले, रुट अन्डर 3/2 इन्टु 2/1, 2 र 2 कट्यो बच्यो कति त रुट अन्डर 3 के भइरहेको। 1/0 ले डिभाइड 1 लाई 0 ले डिभाइड गर्यो भने अनडिफाइन्ड है, डिफाइनै हुँदैन यो। अब cosec, sec र cot निकाल्नको लागि cosec भनेको केसको उल्टो साइनको उल्टो, sec भनेको केसको उल्टो cos को उल्टो, cot भनेको केसको उल्टो tan को उल्टो। अब भन्न खोजेको के हो त हेरौँ है त। cosec भनेको केसको उल्टो रे साइनको, साइन 0 मा कति छ यसको भ्यालु 0 छ भने 0 को तल के छ 1, यसलाई उल्टाइदिउँ भने कति हुन्छ 1/0, 1/0 भनेको कति अनडिफाइन्ड। अब cosec 30 निकाल्नको लागि sin 30 लाई उल्टाइदिने, 1/2 छ भने 2/1, 2/1 लाई 2 लेख्दिने। 45 cosec 45 को भ्यालु निकाल्नको लागि sin को उल्टो 1/√2 छ भने रुट 2/1, रुट 2 मात्र लेखौ। अनि 60 निकाल्नको लागि के गर्ने, रुट 3/2 छ भने उल्टाइदिने फेरि 2/√3 हो। अनि यो 90 को भ्यालु 1 को तल पनि 1 नै हुन्छ, उल्टाइदिउँ भने पनि 1 नै हुन्छ 1। sec को पत्ता लगाउनको लागि cos लाई उल्टाइदिने, 1 को तल के छ भने 1 उल्टाइदिउँ 1 नै भयो हो। रुट 3/2 छ cos को भ्यालु भनेको 2/√3 उल्टाइदिउँ भने 1/√2 छ भने उल्टाइदिउँ रुट 2/1 भनेको रुट 2 नै। अनि यहाँ 1/2 छ भने उल्टाइदिउँ 2/1 2 हो। 0 छ भने 0 को तल के छ भने 1 छ, माथि उल्टाइदिउँ भने 1/0 जुन चाहिँ अनडिफाइन्ड हुन्छ। र लास्टमा cot निकाल्नको लागि tan को उल्टो, जस्तै 0 को तल के छैन भने कति हुन्छ रे 1 हुन्छ, माथि उल्टिँदाखेरि अनडिफाइन्ड। 1/√3 छ भने कति हुने भयो रुट 3, 1 को उल्टो 1 नै हुन्छ, रुट 3 को तल के छैन भने 1 छ भनेपछि 1/√3 हुने भयो उल्टाएपछि। अनडिफाइन्ड भनेको के हो त
कुनै पनि नम्बरको यो यही त हो 1 लाई 0 ले डिभाइड गरेको आएको नम्बर हो 1/0 छ उल्टाइदियो भने 0/1 0/1 भनेको 0 होप तपाईहरुले यो सबै सजिलो तरिकाले बुझ्नु भएको छ भन्ने मैले आशा गर्दछु है यस्तै भिडियोको लागि कक्षा